नमस्कार। आज हामी नेपाली शेयर बजारका भित्री तहहरूबारे अलिक गहिरो कुराकानी गर्दैछौँ। नेप्से, सेबोन, सिआइबी, सिडिएस अनि टिए खाता यिनीहरूले कसरी काम गर्छन्? हो, यी महत्त्वपूर्ण अङ्गहरू हुन्। हामीसँग एउटा स्रोत पनि छ जसले करिब 8-10 वर्षको अनुभवको निचोड निकालेको छ। बजारका पाठ, गल्तीहरू अनि सफलताका सूत्रहरू पनि छन् त्यसमा। ए, राम्रो भयो। आजको हाम्रो छलफलको मुख्य उद्देश्य नै यी संस्थाहरूको काम गर्ने तरिकालाई अलि सरल पार्नु हो। र त्यो अनुभवले देखाउने मुख्य कुरा चाहिँ बजारमा टिक्नलाई लामो समयको धैर्य एकदमै चाहिने रहेछ। अब सुरु गरौँ न त नेप्सेबाट। हुन्छ, नेप्से नेपालको एकमात्र स्टक एक्सचेन्ज होइन त? 1993 मा स्थापना भएको हो, यसले बजार सञ्चालन गर्छ। यसका विभिन्न सेक्टरल इन्डेक्सहरू हुन्छ नि, जस्तै ब्याङ्किङ, हाइड्रो पावर, अरू पनि। त्यसले बजार कता जाँदैछ भनेर देखाउँछ। अनि त्यो स्रोतमा कारोबार समय पनि उल्लेख थियो, बिहान 11 देखि 3 बजेसम्म, र बजार बुझ्न टेक्निकल र फन्डामेन्टल एनालाइसिसको कुरा पनि। एकदम टेक्निकलले चार्ट हेर्छ होइन, पहिलेको मूल्य र भोल्युम। फन्डामेन्टलले चाहिँ कम्पनीकै स्वास्थ्य हेर्छ। अब नियामक निकाय सेबमतिर लागौँ त। सेबोन, नेपाल धितोपत्र बोर्ड, यसको भूमिका के हो खासमा? लगानीकर्ताको हित कसरी हेर्छ यसले? सेबोनको भूमिका त धेरै नै महत्त्वपूर्ण छ। नयाँ आइपिओ आउँदा स्वीकृति दिनेदेखि लिएर ब्रोकरहरूलाई लाइसेन्स दिने, बजारमा पारदर्शिता छ कि छैन हेर्ने, नियमन गर्ने। अनि आइपिओ भर्दा सिएसबिए प्रणाली प्रयोग हुन्छ भन्ने पनि थियो है? ओहो, र सेबोनको वेबसाइटबाट अपडेट लिइरहनु पनि जरुरी छ। यसले लगानीकर्तालाई सुरक्षित हुन मद्दत गर्छ। ए, यो त जान्नै पर्ने कुरा रहेछ। अब सिआइबी नि, कर्जा सूचना केन्द्र, यो किन चाहियो बजारमा, खास गरी मार्जिन ट्रेडिङको लागि? यो चाखलाग्दो छ। सिआइबीले व्यक्तिको ऋण लिएको र तिरेको रेकर्ड राख्छ, मतलब क्रेडिट हिस्ट्री। अनि त्यसको असर के हुन्छ त? स्रोतले भनेअनुसार यदि कसैको क्रेडिट हिस्ट्री नराम्रो छ, उसले ऋण तिरेको छैन भने ब्रोकरबाट मार्जिन ऋण मतलब शेयर किन्न थप पैसा पाउन गाह्रो हुन्छ। किनभने जोखिम हुन्छ होइन? हो नि, मार्जिनले नाफा बढाउन सक्छ, तर बजार घट्दा घाटा पनि त त्यतिले बढाउँछ। सिआइबी रिपोर्टले यो जोखिम कति छ भनेर हेर्न मद्दत गर्छ। ए, त्यस्तो पो। यो त विचार गर्नै पर्ने कुरा भयो। अनि शेयर राख्न सिडिएस खाता र किन्न बेच्न ट्रेडिङ खाता टिए चाहिने हो। सिडिएसमा शेयर डिजिटल रूपमा बस्छ अनि टिए चाहिँ ब्रोकर मार्फत खोल्ने हो। दलाल छान्दा पनि शुल्क, उनीहरूको सिस्टम कस्तो छ, सेवा कस्तो दिन्छन् हेर्नुपर्छ। ल, यी त भए संरचनाका कुरा। अब लगानीकर्ताले गर्ने सामान्य गल्तीहरूबारे कुरा गरौँ न। त्यो स्रोतमा 5 वटा प्रमुख गल्ती औल्याएको थियो नि। 8-10 वर्षको अनुभवमा बारम्बार देखिने गल्तीहरू। पहिलो, हल्लाको पछि लाग्नु, अरूले किने भन्दैमा किनिहाल्ने, हर्ड मेन्टालिटी भन्छ नि। हो, त्यो त कति सुनिन्छ। दोस्रो, रिसर्चै नगर्नु। कम्पनी कस्तो छ, कमाउँछ कि कमाउँदैन, व्यवस्थापन कस्तो छ, केही नहेरी लगानी गर्नु। तेस्रो, डर वा लोभ जस्ता भावनामा बहकिएर निर्णय लिनु। अनि चौथो र पाँचौं नि? चौथो, लगानीलाई नबाड्नु, एउटै कम्पनी वा सेक्टरमा मात्रै सबै पैसा हाल्नु, विविधीकरण नगर्नु। अनि पाँचौं, मार्जिन ऋणमा धेरै भर पर्नु, आफ्नो क्षमताभन्दा बढी ऋण लिनु। यी गल्तीबाट जोगिनु नै ठूलो कुरा हो। एकदम, यी गल्तीबाट जोगिनै पर्यो। तर दीर्घकालमा सफल हुन त केही रणनीति पनि चाहियो होला। स्रोतले मूल्य लगानी, लाभांश, एसआइपी जस्ता कुरा सुझाएको थियो। बिल्कुल, मूल्य लगानी, भ्याल्यू इन्भेस्टिङ भनेको चाहिँ राम्रो कम्पनी तर बजारमा मूल्य कम भएको बेला किन्ने। लाभांश रणनीतिमा नियमित राम्रो क्याश डिभिडेन्ड दिने कम्पनी छानेर लगानी गर्ने। अनि एसआइपी, त्यो सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान चाहिँ? एसआइपीमा चाहिँ हरेक महिना थोरै एउटा निश्चित रकम अनुशासित भएर लगानी गर्दै जाने। यसले बजार घटबड हुँदा पनि औसत मूल्यमा शेयर किन्न मद्दत गर्छ, जोखिम कम हुन्छ। भनेपछि यी रणनीतिहरूले तुरन्तै ठूलो फाइदा नदिए पनि लामो समय धैर्य गर्नेलाई राम्रो प्रतिफल दिने सम्भावना बढी हुन्छ। हो, स्रोतको अनुभवले त्यही भन्छ। धैर्य र अनुशासन महत्त्वपूर्ण छ।
त्यसो भए आजको छलफलको निचोड के भन्न सकिन्छ त? नेप्से, सेबोन, सिआइबी, सिडिएस जस्ता संस्थाको भूमिका बुझ्नु, लगानीकर्ताले गर्ने आम गल्तीहरूबाट बच्नु अनि मूल्य लगानी वा एसआइपी जस्ता दीर्घकालीन रणनीति अपनाउनु नै नेपाली शेयर बजारमा टिक्ने र सफल हुने आधार हो। हो, यो जानकारीले लगानीकर्तालाई निर्णय लिन पक्कै सघाउँछ, तर यसले एउटा गहिरो प्रश्न पनि सोच्न बाध्य बनाउँछ, हैन? कस्तो प्रश्न? स्रोतले धैर्य र अनुसन्धानमा जोड दिएको छ। त्यो भनेको लामो समय हेरेर मूल्य सिर्जना गर्ने कुरा भयो। तर बजारमा त छिटै कमाउने, हल्लाको पछि लाग्ने आकर्षण पनि उस्तै छ नि। हो त। त्यस्तो बेलामा खास गरी हाम्रो जस्तो बजारमा लगानीकर्ताले त्यो छोटो अवधिको हल्ला र लोभ अनि अर्कोतिर दीर्घकालीन वृद्धिका लागि चाहिने अनुशासन, यी दुई बीच कसरी सन्तुलन मिलाउने होला? खै, यो साँच्चै विचार गर्नुपर्ने कुरा हो।